हेलो साथीहरू नमस्ते। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मुस्कान 95.5 मेगाहर्ज। कार्यक्रमको नाम हो युवा शक्ति नै देशको शक्ति हो। कार्यक्रमको साथमा तपाईँ माझमा उपस्थित भएका छौँ। प्राविधिक मित्र अनिसको साथमा म हुँ कार्यक्रम सञ्चालक अमित यादव। यो कार्यक्रम हरेक सप्ताह 9 बजेदेखि 9:30सम्म तपाईँ माझ प्रस्तुत हुने गर्दछन्। यस कार्यक्रममा हामी एउटा युवाले देशलाई के दिन सक्छ र कसरी दिन सक्छ भन्ने विषयमा हामी यहाँहरूको बिचमा प्रस्तुत गर्दै आइरहेका छौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ है त। आजको विषयवस्तु रहेको छ कसरी सकारात्मक दृष्टिकोण बनाउन सकिन्छ हो। अस्ति पनि हामी अस्तिका दिनमा पनि हामी केही सकारात्मक दृष्टिकोणका बारेमा कुराकानी गरेका थियौँ भने आज हामी हाउ टु बिल्ड अ पोजिटिभ एटिच्युड भन्ने विषयमा केही कुराकानी गर्न गइरहेका छौँ हो। हामीले थाहा पाएका कुनै पनि जानकारी त्यति महत्त्वपूर्ण हुँदैनन् जति त्यसप्रतिको हाम्रो दृष्टिकोण हुन्छ। साथ त्यसैमा हाम्रो सफल असफलताको निर्भर हुन्छ। यो एउटा दार्शनिकको भनाइ छ। हामीले बाल्यकालमा बनाएका दृष्टिकोणहरू जीवनभर साथै रहन्छन्। सानै उमेरमा सकारात्मक धारणा बनाउन साँच्चै नै अझ सहज हुन्छ यदि तपाईँ गर्भमा रहेको वातावरण र बाल्यकालको सुरुका अनुभवहरूको सकारात्मक दृष्टिकोणलाई उत्पन्न गराएको छ भने तपाईँ साँच्चै नै भाग्यमानी हुनुहुन्छ। तर यदि तपाईँले योजनावश वा कमजोरीवश नकारात्मक दृष्टिकोण ग्रहण गर्नुभएको छ भने के तपाईँ त्यसैमा झुन्डिने रहनुपर्छ त? वास्तवमा पर्दैनन् साथीहरू। त्यसो भए के तपाईँ परिवर्तन गर्न चाहनुहुन्छ, सक्नुहुन्छ? हो, सक्नुहुन्छ। के यो सजिलो छ त? सजिलो चाहिँ छैनन्, तर हामी गर्न सक्छौँ। के सकारात्मक सोच अपनाउनु उपयुक्त हो त? हो नै। हामीले कसरी सकारात्मक दृष्टिकोण कसरी निर्माण गर्न सकिन्छ र त्यसलाई स्थायी बनाउन सक्छौँ? सकारात्मक दृष्टिकोण निर्माण गर्न सिद्धान्तहरू प्रति सचेत हुनुपर्छ। सकारात्मक बन्ने इच्छा राख्नुपर्छ। ती सिद्धान्तहरू अभ्यास गर्ने अनुशासन र समर्पणमा ध्यान दिनुपर्छ। के तपाईँलाई थाहा छ हाम्रो दृष्टिकोणको लागि को र के जिम्मेवारी छ? हामी आफै छौँ साथीहरू। हामीले हाम्रो कार्यहरू व्यवहारहरूको जिम्मेवारी आफै लिनुपर्छ। केही व्यक्तिहरू सबैलाई र सबै चिजलाई दोष दिन्छन्। वास्तवमा दोषी उनीहरू आफै हुनुहुन्छ। बिहान उठ्ने बित्तिकै कस्तो दृष्टिकोण छान्ने भन्ने कुरा हामीसँगै हुन्छ। नकारात्मक दृष्टिकोण भएका व्यक्तिहरू असफलताका लागि सिँगै संसारलाई र खास गरी तिनीहरूका अभिभावक, शिक्षक, श्रीमती, मालिक, ग्रह, नक्षत्र, रेखांत, भाग्य, आर्थिक अवस्था र सरकारलाई दोष दिन्छन्। तपाईँले आफ्नो अतीतबाट शिक्षा लिनु उपयुक्त हुन्छ। तपाईँ आफैले आफ्नो कमजोरी हटाई ठिक बाटो अपनाउनुहोस्। सत्य, इमान्दार र असर अनि सकारात्मक कुराको सोचाइले तपाईँको दिमागलाई सकारात्मक अवस्थामा राख्दछन्। अब हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। प्राविधिक रूपमा साथ दिनुहुने प्राविधिक दाजु अनिसलाई पनि धन्यवाद दिँदै कार्यक्रम मुस्कानबाट म कार्यक्रम प्रस्तोता अमित यादव पनि छुटिन चाहन्छु। हस् त अहिलेको लागि यति नै। तपाईँहरूको दिन शुभमय होस् भन्न चाहन्छु। हस्, धन्यवाद।